कारणले देशको प्रधानमन्त्री जस्तो भएकोले त्यत्रो शिक्षाविदहरूलाई अवहेलित गर्नु हुँदैन। उनीहरूको कुरै सुन्दैन बा कस्तो प्रधानमन्त्री हो। र त्यस्तै गरिकन अब कुलमान घिसिङलाई को अत्याधिक जनताले कुलमान घिसिङलाई आदर गर्छ। यदि कुलमान घिसिङलाई अपमान गर्छ भने त्यो कुलमान घिसिङलाई अपमान गर्ने मान्छेलाई जो श्रद्धा गर्नेहरूले त्यस मान्छेलाई माया गर्ला त भोट हाल्छ त हाल्दैन। मूल घट्टा घट्नु भन्दाखेरि पहिले नै ऊ निस्केर हिँडेका मान्छे, उसले गोली हानेर त्यो मान्छे मरेको हो र, उसले आगो लगाएको हो र। तपाईँ हामीले पनि सोच्नुपर्ने कुरो छ नि, भने छैन। धेरैले सोचेको छ कि राजावादीहरूले आगा लगाएका त्यो दिनको घटना त्यस रूपमा ल्याएको, त्यस्तो धेरैले सोचेको छैन। भन्ने भइहाल्यो नि, काम गराउने आफू अनि नाम चाहिँ अर्कालाई त लगाउने भइहाले। या केही उद्योग धन्दा हामीले सुरु गरिदिनु पर्यो सरकारले नै, या तरकारी खेती गरेर खाने, या पशुपालन गरेर बस्ने, या केही खेतीपाती गरेर खाने। त्यस्तो सोच्दै नसोचिकन खालि घर मात्रै बनाइदिएर त्यो घर मात्रै बस भनेर हो र? यो सबै सोच्ने काम कसको? राजनीति गर्ने व्यक्तिको। राजनीति गर्ने व्यक्ति भनेको को? अहिले दलहरू हो। दलहरूलाई अतनी छैन, पतन छैन। राजनीति के हो, कसरी नेपाल समृद्धि कसरी बनाउने, नेपालीलाई सुखी कसरी बनाउने केही थाहा छैन। अनि यो सबै कुरो छ बाबु। यो सबै विचार गरेर अब के लाग्छ भनेदेखि यस्तो प्रकारकोमा केही न केही सोच्नै पर्छ। राजनीति गर्ने व्यक्तिहरूले देशको समृद्धि कसरी गर्ने र सुखी नेपाली कसरी बनाउने। आज हामी सबै परावलम्बी भएको छौँ, हाम्रो देश अर्काले उपयोग गरिरहेछ बाबु भनेदेखि हामी आफै आफ्नो देश चलाउने कसरी हुने? यत्रो आय आर्जन छ। अब आज मात्रै मैले पत्रिकामा पढाएको थिएँ, 3-4वटा आयोग भएको छ जुन आयोगले सुझाव दिएछ कि तपाईँले यस्तो 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 गरिकन यसरी कर उठाएका करहरूको यसरी उपयोग गर भनेर दिएको सुझावै सुन्दैन अरे यो दलीय सरकारहरू। खालि चाहिँदो नचाहिँदो खर्च आफू खुसी खर्च गरेर जान्छन्। अनि जो कमिटी गठन गर्छ, आयोग गठन गर्छ सुझाव दिनलाई, त्यो दिएको सुझावै उनीहरू सुन्न तयार छैन भने यो सबै कुरो छ बाबु। अब बङ्गलादेशमा तपाईँ हामी सामने नै एउटा नयाँ चेन्जेस आछ। श्रीलङ्कामा त्यसरी नै नयाँ चेन्जेस आछ, परिवर्तन ल्याछ भन्ने नेपालका जनताले पनि नयाँ परिवर्तन ल्याउनु पर्छ। नल्याइकन हुँदैन। या त यी दलहरू आफै सम्झेर परिवर्तित भएर नयाँ ढङ्गले जानुपर्छ। जनतालाई अलिकति सबै चिज भइसकेको छ बाबु, के चिज छैन। पहिले राजा महेन्द्रको पालामा पूर्व पश्चिम राजमार्ग एउटा थिए भनेदेखि अहिले 5-4वटा बाटो भइरहेछ। वडामा बाटो पुगेको छ, वडामा बिजुली पुगेको छ, वडामा खानेपानी पुगेको छ, वडामा शिक्षा पुगेको छ, वडामा स्वास्थ्य पुगेको छ। अनि यो सबै कुरो पुगेको छ। सिर्फ त्यसलाई ती सबैलाई व्यवस्थित ढङ्गले अघि बढाउनु छ। व्यवस्थित ढङ्गले अघि बढाउनलाई अब केही न केही गर्नुपर्छ। बन्नु भनेको सानो कुरो होइन बाबु। भने अहिले म सोच्छु अब त्यत्रो शिक्षकको बथानलाई किनभने दलको जुन सिद्धान्त छ, दर्शन छ, जुन ढङ्ग छ, ढाँचा छ, त्यसमा अत्याधिक बहुमतको महत्त्व छ। यसकारणले देशको प्रधानमन्त्री जस्तो भएकोले त्यत्रो शिक्षाविदहरूलाई अवहेलित गर्नु हुँदैन। उनीहरूको कुरै सुन्दैन बा कस्तो प्रधानमन्त्री हो। र त्यस्तै गरिकन अब कुलमान घिसिङलाई को अत्याधिक जनताले कुलमान घिसिङलाई आदर गर्छ। यदि कुलमान घिसिङलाई अपमान गर्छ भने त्यो कुलमान घिसिङलाई अपमान गर्ने मान्छेलाई जो श्रद्धा गर्नेहरूले त्यस मान्छेलाई माया गर्ला त भोट हाल्छ त
हाल्दैन। तर कुलमानजीलाई एउटा सरकारको कर्मचारी भएका नाताले हटाउन पनि सकिन्छ, राख्न सकिन्छ, राज्यको दायित्व भनेर पनि भनेका छन् सरकार पक्षबाट। कुलमानजी एउटा कर्मचारी मान्छे हो, एउटा एमडी त हो, एउटा प्रमुख त हो भने सरकारले जे पनि गर्न सक्छ। किन ठुलो चासो विषय होइन? सरकारले जे पनि गर्नु सक्छ भनेर जे पनि गरेर त भएन नि। किनभने भोट हाल्ने आधारमा तपाईँको भविष्य निर्भर छ भने कसरी अत्याधिक भोट मैले बटुल्ने प्रत्येक दलले त्यो सोच्नुपर्छ, त्यो विचार गरेर आफ्नो व्यवहार सम्हाल्नुपर्छ। अत्याधिक मान्छे म प्रति श्रद्धा राखोस्। अहिलेको प्रधानमन्त्री योग्य छैन भनौँ भने यो चौथो चोटि हो कि तेस्रो चोटि प्रधानमन्त्री भइसकेको छ। 14-15 वर्ष जेल खाएर आएको हुँ भन्छ। र यस कारणले म चाहिँ मेरो दृष्टिमा अत्याधिक बहुमत हुने जहाँ आज त्यत्रो टिचरहरूलाई अवज्ञा गर्नु, त्यत्रो बथान नेपालीहरूले श्रद्धा गरेको कुलमान घिसिङलाई जुन प्रकारको एउटा ल्याएर जनतामा जस्तो प्रभाव परिरहेछ, यो एउटा राजनीति गर्ने मान्छेको लागि राम्रो हुँदैन बाबु। अब अन्तिमै देश त्यसो भए न राजावादीबाट न काङ्ग्रेस एमाले अथवा अहिलेका दलहरूबाट देशको आशा अपेक्षा जनताले गर्न छाडे भने देश कसले बचाउने, देशको विकास कसले गर्ने, राष्ट्रिय स्वाधीनतामा कसले उभ्याउने, के लाग्छ तपाईँलाई? को आउला? अब रवि लामिछानेजीलाई पनि जेल हाल्यो, यहाँलाई थाहा नै छ। अब यिनले नसोचिकन यी दलहरूले सोच्नै पर्छ। एउटा या नयाँ ढङ्ग, नयाँ ढाँचा, या सबै दलहरू मिलिकन बाबु 9-9 वर्ष 10-10 वर्षदेखि एउटा पुल बन्नु सकेका छैन। भर्खर बनेर तयार भएको पुल चैते बाढीले लच्काएको छ भनेदेखि विकास त भइसकेको छ, त्यो विकासलाई भोगाउनु सकेको छैन। र अब सुकुम्बासीलाई घर मात्रै बनाइदिएर हुन्छ? त्यहाँबाट बागमतीको छेउछाउमा बसेर काठमाडौँमा यसो तरकारी बेचेर खाने सुकुम्बासीलाई यस्तो ठाउँमा चाहिँ हामीले घर बनाइदिनु पर्यो जहाँ उसले केही गरेर खानु सकोस्। उसले कस्तो लाग्छ तपाईँलाई? त्यो त पहिले नै तपाईँलाई भनिसकेँ। जुन बेला मैले एउटा यो यहाँ छ एउटा वाह बोली भनिकन मैले लेखेको, वाह बोली शीर्षक। किनभने 7 सालदेखिको अग्रज भएर राजनीतिको लगाम समात्ने को भन्दा काङ्ग्रेस। जब संविधान पास गरेर अनिखेरि चुनाव भयो, चुनावमा त को आयो भन्दाखेरि केपी ओली, कम्युनिस्ट पो आयो। अनि वाह बोली भन्नु परेन? म कुनै दलका होइन बाबु, म झर्रो नेपाली हुँ। जुन चाहिँ नेपालीले राम्रो काम गर्छ त्यसलाई वाह भन्ने मान्छे हुँ। यस कारणले केपी ओलीलाई वाह भन्नु पर्यो। जसले राम्रो काम गर्छ त्यसलाई त वाह भन्नु पर्यो। काङ्ग्रेसलाई हराएर केपी ओली प्रधानमन्त्री बन्नु भनेको सानो कुरो होइन बाबु। भने अहिले म सोच्छु अब त्यत्रो शिक्षकको बथानलाई, किनभने दलको जुन सिद्धान्त छ, दर्शन छ, जुन ढङ्ग छ, ढाँचा छ, त्यसमा अत्याधिक बहुमतको महत्त्व छ। यसकारणले देशको प्रधानमन्त्री जस्तो भएकोले त्यत्रो शिक्षाविदहरूलाई अवहेलित गर्नु हुँदैन। उनीहरूको कुरै सुन्दैन बा, कस्तो प्रधानमन्त्री हो। र त्यस्तै गरिकन अब कुलमान घिसिङलाई को अत्याधिक जनताले कुलमान घिसिङलाई आदर गर्छ। यदि कुलमान घिसिङलाई अपमान गर्छ भने त्यो कुलमान घिसिङलाई अपमान गर्ने मान्छेलाई जो श्रद्धा गर्नेहरूले त्यस मान्छेलाई माया गर्ला त भोट हाल्छ त हाल्दैन। तर कुलमानजीलाई एउटा सरकारको कर्मचारी भएका नाताले
हटाउन पनि सकिन्छ, राख्न सकिन्छ, राज्यको दायित्व भनेर पनि भनेका छन् सरकार पक्षबाट। कुलमान्छे एउटा कर्मचारी मान्छे हो, एउटा एमडी त हो, एउटा प्रमुख त हो भने सरकारले जे पनि गर्न सक्छ। किन ठुलो चासो विषय होइन, सरकारले जे पनि गर्नु सक्छ भनेर जे पनि गरेर त भएन नि। किनभने भोट हाल्ने आधारमा तपाईँको भविष्य निर्भर छ भने कसरी अत्याधिक भोट मैले बटुल्ने प्रत्येक दलले त्यो सोच्नुपर्छ, त्यो विचार गरेर आफ्नो व्यवहार सम्हाल्नुपर्छ। अत्याधिक मान्छे म प्रति श्रद्धा राखोस्। अहिलेको प्रधानमन्त्री योग्य छैन भनौँ भने यो चौथोचोटि हो कि तेस्रोचोटि प्रधानमन्त्री भइसकेको छ। 14-15 वर्ष जेल खाएर आएको हुँ भन्छ। र यस कारणले म चाहिँ मेरो दृष्टिमा अत्याधिक बहुमत हुने जहाँ आज त्यत्रो टिचरहरूलाई अवज्ञा गर्नु, त्यो त्यत्रो बथान नेपालीहरूले श्रद्धा गरेको कुलमान घिसिङलाई जुन प्रकारको एउटा ल्याएर जनतामा जस्तो प्रभाव परिरहेछ, यो एउटा राजनीति गर्ने मान्छेको लागि राम्रो हुँदैन बाबु। अब अन्तिमै देश त्यसो भए न राजावादीबाट न काङ्ग्रेस एमाले अथवा अहिलेका दलहरूबाट देशको आशा अपेक्षा जनताले गर्न छाडे भने देश कसले बचाउने, देशको विकास कसले गर्ने, राष्ट्रिय स्वाधीनतामा कसले उभ्याउने, के लाग्छ तपाईँलाई? को आउला? अब रवि लामिछानेजीलाई पनि जेल हाल्यो, यहाँलाई थाहा नै छ। अब यिनले नसोचिकन यी दलहरूले सोच्नै पर्छ। एउटा या नयाँ ढङ्ग, नयाँ ढाँचा, या सबै दलहरू मिलिकन बाबु 9-9 वर्ष 10-10 वर्षदेखि एउटा पुल बन्नु सकेका छैन। भर्खर बनेर तयार भएको पुल चैते बाढीले लच्काएको छ भनेदेखि विकास त भइसकेको छ, त्यो विकासलाई भोगाउनु सकेको छैन। र अब सुकुम्बासीलाई घर मात्रै बनाइदिएर हुन्छ? त्यहाँबाट बागमतीको छेउछाउमा बसेर काठमाडौँमा यसो तरकारी बेचेर खाने सुकुम्बासीलाई यस्तो ठाउँमा चाहिँ हामीले घर बनाइदिनु पर्यो जहाँ उसले केही गरेर खान सकोस्, या केही उद्योग धन्दा हामीले सुरु गरिदिनु पर्यो सरकारले नै, या तरकारी खेती गरेर खाने, या पशुपालन गरेर बस्ने, या केही खेतीपाती गरेर खाने। त्यस्तो सोच्दै नसोचिकन खालि घर मात्रै बनाइदिएर त्यो घर मात्रै बस भनेर हो र? यो सबै सोच्ने काम कसको? राजनीति गर्ने व्यक्तिको। राजनीति गर्ने व्यक्ति भनेको को? अहिले दलहरू हो। दलहरूलाई अतनी छैन, पतन छैन। राजनीति के हो, कसरी नेपाल समृद्धि कसरी बनाउने, नेपालीलाई सुखी कसरी बनाउने, केही थाहा छैन। पनि यो सबै कुरो छ बाबु। यो सबै विचार गरेर अब मलाई के लाग्छ भनेदेखि यस्तो प्रकारकोमा केही न केही सोच्नै पर्छ। राजनीति गर्ने व्यक्तिहरूले अब देशको समृद्धि कसरी गर्ने र सुखी नेपाली कसरी बनाउने। आज हामी सबै परावलम्बी भएका छौँ। हाम्रो देश अर्काले उपयोग गरिरहेछ बाबु भनेदेखि हामी आफै आफ्नो देश चलाउने कसरी हुने? यत्रो आय आर्जन छ। अब आज मात्रै मैले पत्रिकामा पढाएको थिएँ, 3-4वटा आयोग भएको छ जुन आयोगले सुझाव दिएछ कि तपाईँले यस्तो 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 गरिकन यसरी कर उठाएका करहरूको यसरी उपयोग गर भनेर दिएको सुझावै सुन्दैन अरे यो दलीय सरकारहरू। खालि चाहिँदो नचाहिँदो खर्च आफू खुसी खर्च गरेर जान्छन्। अनि जो कमिटी गठन गर्छ, आयोग गठन गर्छ सुझाव दिनलाई, त्यो दिएको सुझावै उनीहरू सुन्न तयार छैन भने यो सबै कुरो छ बाबु। अब अन्त्यमा यो राष्ट्रिय स्वतन्त्र पार्टी पनि केही गर्छु भनेर आयो, चुनाव पनि जित्यो, देशको उप प्रधानमन्त्री भयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने उहाँ पनि अहिले चाहिँ अब जेल चलान हुनुभयो, हिरासत जानुभएको छ कारागारमा भने तपाईँले भन्नुहोस् न यो दलहरूबाट काम छैन, न यहाँ भनेर आएको पनि काम छैन। रासपा पनि तपाईँले देख्नुभएको छ, रासपाको हालत पनि एकदम त्यो चाहिँ धमिलिएको छ। अहिले के भन्नुहुन्छ रासपालाई अथवा रवि लामी छानेजीलाई? बाबु अब बङ्गलादेशमा तपाईँ हामी सामुन्ने नै एउटा नयाँ चेन्जेस आछ, श्रीलङ्कामा त्यसरी नै नयाँ चेन्जेस आछ, परिवर्तन ल्याछ भने नेपालका जनताले पनि नयाँ परिवर्तन ल्याउनु पर्छ। नल्याइकन हुँदैन। या त यी दलहरू आफै सम्झेर परिवर्तित भएर नयाँ ढङ्गले जानुपर्छ। जनतालाई अलिकति सबै चिज भइसकेको छ बाबु, के चिज छैन। पहिले राजा महेन्द्रको पालामा पूर्व पश्चिम राजमार्ग एउटा थिए भनेदेखि अहिले 4वटा बाटो भइरहेछ। वडामा बाटो पुगेको छ, वडामा बिजुली पुगेको छ, वडामा खानेपानी पुगेको छ, वडामा शिक्षा पुगेको छ, वडामा स्वास्थ्य पुगेको छ भने यो सबै कुरो पुगेको छ। सिर्फ त्यसलाई ती सबैलाई व्यवस्थित ढङ्गले अघि बढाउनु छ। व्यवस्थित ढङ्गले अघि बढाउनलाई अब केही न केही गर्नुपर्छ। थ्याङ्क यू सो मच। धन्यवाद। अहिले त्यहाँ नछुनुहोस्, पर्खनुहोस्। तपाईँहरू यसरी आइदिनु भयो, मलाई प्रश्न सोध्नुभयो। म 95 वर्ष पुगेकी बुढीले तपाईँहरूलाई दिने के आशीर्वाद हो? चिरञ्जीवी हुनु, सुखी रहनु, भगवान्ले सबै तपाईँको सदिच्छाहरू पूर्ण गरिदिनु। आज तपाईँले मलाई सोधेको प्रश्न जतिजनालाई सुनाउनुहुन्छ ती सबैलाई पनि मेरो यही शुभकामना छ भन्दै नमस्कार गर्छु। धन्यवाद।